विदाईको परिभाषा आफ्नो खालको होला, आफ्नो ढङ्गले त्यसलाई बुझ्न सकिने कुरा रहला। तर मेरो बुझाइ न त म त्यति धेरै नेपाली भाषा साहित्यमा विज्ञ त होइन, त्यो विधाको अब्बल दखल व्यक्ति त होइन। म विशेष गरेर साइन्स पढेको हुनाले म सिधा सिधा कुराहरू केही राख्न गएँ। विदाईको कुरा, दूरीको कुरा, बिछोडको कुरा, यो आँखा र त्यो आँखा, हाम्रो आँखा र तपाईँ आँखा बिचको, हाम्रो आँखा र तपाईँको आँखा बिचको विदाई होला, दूरी होला। तर यो मन र मस्तिष्कसँगको विदाई कहिले पनि हुँदैन। म तपाईँलाई केही कुरा बुझाउन चाहे, स्पष्ट पार्न चाहे। सायद यहाँनिर केमिस्ट्री पढेको, केमिस्ट्रीको भाषामा केही विद्यार्थीहरूले बुझ्ने प्रयास गर्नुहुन्छ होला जस्तो लाग्छ मलाई। तपाईँ हाम्रो सम्बन्ध जसलाई हामी केमिकल बोन्ड भन्छौँ, त्यो बोन्ड, केमिकल बोन्ड भरिको त्यो भेन्डरवाल फोर्स बोन्ड पनि होइन, हाइड्रोजन बोन्ड पनि होइन, कोअर्डिनेट कोभालेन्ट बोन्ड पनि होइन, कोभालेन्ट बोन्ड पनि होइन। मन र मस्तिष्क तपाईँ र हाम्रो बिचको बोन्ड त्यो आयोनिक बोन्ड हो, त्यो कहिले पनि टुट्दैन। त्यसैले त्यो बोन्डलाई स्थिर राख्ने कुरा, त्यो बोन्डलाई बलियो छ आफैमा, त्यसलाई अझै मजबुत बनाउने कुराको दायित्व, जिम्मेवारी तपाईँ हामी सबैको हो। तपाईँ यो विद्यालयमा पढ्दै गर्दा, अध्ययन गर्दै गर्दा म धेरै अरू विषयमा प्रवेश गर्न चाहेन। केमिस्ट्रीकै भाषामा अर्को कुरा भन्नुपर्दा, तपाईँ विद्यार्थी भाइ बहिनीहरू अहिले परीक्षाको तयारीमा हुनुहुन्छ। तपाईँले आउटपुट खोजिराख्नु भएको छ, परिणाम खोजिराख्नु भएको छ, उत्कृष्ट नतिजा खोजिराख्नु भएको छ, सफलता खोजिराख्नु पर्छ। आज तपाईँ प्रोडक्ट बनाउने कुरातिर अगाडि बढिराख्नु भएको छ भने त्यो प्रोडक्ट तपाईँले बनाउने कुरा र तपाईँले सफलता हासिल गर्ने कुरा को मुख्य आधार भएको, मुख्य जिम्मेवार कोही हो भने तपाईँलाई उत्प्रेरणा दिने, त्यो उत्प्रेरक शिक्षकहरू नै हो। शिक्षकहरूलाई मैले क्याटालिस्टको रूपमा लिएँ। हामी टिचरहरू क्याटालिस्ट हो भने विद्यालय प्रशासन प्रमोटर हो, जसले के गर्छ त उनलाई क्याटालिस्टको एक्टिभिटीलाई, इफिसियन्सीलाई प्रमोट गर्छ, जसले टिचरहरूलाई प्रोत्साहन गर्छ, टिचरहरूको ऊर्जा बढाउँछ। त्यो हामी प्रमोटर विद्यालय प्रशासन हो। परीक्षा पनि आइरहेछ। अब विद्यार्थी भाइ बहिनीहरूलाई कस्तो प्रश्न सोध्ने होला भन्ने चिन्ता पनि छ, कहाँबाट सोध्ने होला, उत्तर कसरी लेख्ने होला भन्ने कुराहरूको अन्यलता पनि होला। आजको दिनसम्म आइपुग्दा कोही कतै। तर तपाईँलाई केमिस्ट्रीको म रिलेटेड सब्जेक्ट भएको हुनाले मैले 5 मार्क्सको क्वेसन, 3 मार्क्सको क्वेसनलाई तपाईँलाई मैले यहीँबाट उत्तर दिएँ। त्यो के त भन्दा तपाईँ कति रियाक्टिभ हुने, कति एक्टिभ हुने, तपाईँले आफ्नो काम, गतिविधि, पढाइ लेखाइलाई कति चुस्त दुरुस्त पार्ने, कति प्रभावकारी पार्ने, कति सक्रिय रूपले तपाईँ अगाडि बढ्ने भन्ने कुरा र कुनै पनि रियाक्सनलाई छिटो स्पिडमा कसरी क्यारी आउट गर्ने, जसलाई हामी रेट अफ केमिकल रियाक्सन भन्छौँ, त्यो रेट अफ केमिकल रियाक्सनलाई एफेक्ट गर्ने फ्याक्टरको बारेमा तपाईँलाई थाहा छ। त्यस्तै तपाईँ पनि कति छिटो प्रगति गर्ने भन्ने कुरालाई एफेक्ट गर्ने फ्याक्टर भनेको पनि त्यही हो। त्यो एउटा के त भन्दा कन्सन्ट्रेसन कसको बढाउनुहोस् भन्दा रियाक्टेन्टको भन्दा पनि तपाईँको ज्ञानको कन्सन्ट्रेसन बढाउनुहोस्। तपाईँको दिमागमा, ब्रेनमा भएको जो स्पेस छ, भोल्युम छ, त्यसमा ज्ञानको कन्सन्ट्रेसन बढाउनुहोस्, फोकस गर्नुहोस्। एउटा कुरा। अर्को कुरा टेम्परेचर, तात्तिनुहोस्, ज्वाला देखाइदिनुहोस्, जलुवा देखाइदिनुहोस्। फेरि तात्तिने भनेर आफू पनि जल्ने, अरूलाई पनि जलाउने कुरा चाहिँ नगर्नु होला। तात्तिने कुरा कुन लेभलसम्म तात्तिने, कतिसम्म आवश्यक पर्छ त्यो तपाईँलाई थाहा छ। त्यसरी तपाईँ पढाइ लेखाइमा तात्तिनुहोस्। अर्को कुरा सर्फेस एरिया, थाहा छैन? सर्फेस एरिया तपाईँ
खुल्नुहोस्, एक्सपान्ड हुनुहोस्, नृत्यकोबाट फ्री भएर अध्ययनमा लाग्नुहोस्, न कि सङ्कुचित भएर सानो सोच राखेर खुम्चेर घरभित्र दबेर नबस्नुहोस्। दिल खोलेर जसरी रियाक्टेन्टको सर्फेस एरिया ओपन हुँदाखेरि रियाक्सनको रेट बढ्छ, त्यस्तै तपाईँले पनि उपलब्धि सफलता हासिल गर्नको लागि तपाईँ पनि दिल खोलेर ज्यान दिएर पढ्नुपर्छ। यही शुभकामना म तपाईँलाई यही मार्फत आजको यो कार्यक्रमको बिचमा दिन चाहे। म्यानेजमेन्टका विद्यार्थी भाइ बहिनीहरू, विशेष गरेर म्यानेजमेन्टको सन्दर्भमा मलाई थाहा छ म्यानेजमेन्टको स्कोप यति छ कि आज तपाईँ हामी यहाँ जो साइन्स पढ्ने भनेर टुप्पी कसेर दिनरात मेहनत गरेर परीक्षाको तयारी गरिरहेका छौँ। भोलि परीक्षा पश्चात भोलि तपाईँ हामी यही बिचबाट भोलि बिबिए पढ्न जाउँला, कोही सिए पढ्न जाउँला, तर म्यानेजमेन्टका विद्यार्थी कति भाग्यमानी होइन। पहिले सिए र बिबिएको लागि तयारी अवस्थामा पूर्व तयारीका साथ कक्षा 11 12 म्यानेजमेन्ट पढाएर आफ्नो यात्रा अगाडि बढाउनु भएको छ। त्यसको लागि तपाईँ म्यानेजमेन्टका विद्यार्थी भाइ बहिनीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यो विद्यालय एउटा यस्तो विद्यालय हो, +2 तर्फ जातीयता स्ट्रिममा फ्याकल्टीमा हामी अध्यापन गराउँछौँ, व्यवस्थापन र विज्ञान संकाय। मलाई लाग्छ समग्र तामा हेर्दै हो भने धेरैभन्दा धेरै +2लाई तुलनात्मक रूपमा हेर्दै हो भने उषा बालबाटिका एउटा त्यस्तो विद्यालय हो पछिल्लो समय जसले विज्ञान र व्यवस्थापन संकाय दुवै संकायमा उत्कृष्ट नतिजा मार्फत आफ्नो बेग्लै पहिचान र बेग्लै श्रेष्ठता यो समाजमा कायम गर्न सक्ने सफल भएको एक मात्र विद्यालय उषा बालबाटिका हो। त्यसैले मलाई गर्व लाग्छ जहाँ मैले नेतृत्व गरिरहेको छु दुवै फ्याकल्टीका विशेष गरी साइन्स र म्यानेजमेन्ट स्ट्रिमको विद्यार्थीहरूको अभिभावकत्व हामीले गरिरहेका छौँ। र तपाईँ विद्यार्थीहरूको पनि आउँदै गरेको परीक्षा जो एसएलसी बोर्ड परीक्षा जो राष्ट्रिय स्तरको परीक्षा हो त्यसको पूर्व तयारीमा हुनुहुन्छ, सङ्घारमा हुनुहुन्छ, त्यो परीक्षाको सफलताको शुभकामना दिन चाहन्छु। जुन विगतमा विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ त्यसलाई निरन्तरता दिने कुराको जिम्मेवारी तपाईँको काँधमा छ। अध्ययन गर्नु होला, समय मिलाएर अगाडि बढ्नु होला भनेर मैले शुभकामना दिएँ। धेरै भाषण मैले गर्न चाहेन। अब अहिले त विदाई कार्यक्रममा के भयो त भन्दाखेरि भाषण गर्ने कुरा एउटा होला, बोल्ने कुरा एउटा होला। अहिले विदाईका लागि गीत मार्फत सङ्गीत मार्फत व्यक्त गर्ने कुरा, विदाई गर्ने कुरा, त्यो मार्फत तपाईँलाई शुभकामना सन्देश दिने कुराहरू जति पनि रहेछ त्यो भएर धेरै कुराकानी गरेर भन्दा एक दुईवटा सानो केही टुक्का गीतबाट तपाईँलाई मैले शुभकामना सन्देश दिन चाहेँ। र यो विदाई कार्यक्रममा यस्ता खालका गीतहरू रचना गरेर तपाईँ हामीलाई एउटा माहौलमा झुम्ने खालको अवसर दिनुहुने ती रचनाकार, सङ्गीतकार अनि गायककारहरूप्रति पनि म विशेष धन्यवाद प्रकट गर्दछु। ल यसो ल विद्यार्थी भाइ बहिनीहरू, अब तपाईँले पनि सँगसँगै फलो गर्न सक्नुहुन्छ है। त्यति म गायककार त होइन, रमाइलो गर्ने मान्छे मात्रै हो। रमाइलो गर्नुपर्छ, परिवेश समय र परिस्थिति अनुसार चल्नुपर्छ भन्ने मात्रै हो। अरू त्यति धेरै अरू एमा इन्ट्रेस्ट होइन। सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई, सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई।
ल अर्को एउटा इन्द्रेणी रङको छ तिम्रो निर्मल संसार कमलको फुल झैँ तिम्रो कमल मुहार साना साना आइला हिँडे ठुला ठुला आशा बोकेर गतलाई पार्ने तिम्रो हँसाइ हृदयमा छापिने साँचो तिम्रो हेराइ तिम्रो खुसीमा नै मेरो खुसियाली बसेछ जीवनको बाटोमा तिमी सधैँ अघि बढ सफलताको शिखरमा तिमी सधैँ माथि चढ अभय हार दुवैलाई स्वीकारेर अहङ्कारलाई तिमी कहिले आफ्नो नबनाऊ अत्याचार कसैको कहिले कहिले नसहनु सुख भए पनि दुःख बिर्सिराख्नु अब अन्तिम तपाईँको मायाले बोलायो तपाईँकै पछि पछि म आएँ तिम्रो मायाले बोलायो तिम्रै पछि पछि म आएँ Wherever you go, whatever